छौँ आज नवकलाकार सुबिन घिसिङजीलाई इन्टरभ्यू दिनको लागि म जान्दैछु। तपाईहरुले यो भिडियो हेर्दै जानुस्। उहाँको कलाकारिता क्षेत्रमा उहाँ के भन्नुहुन्छ। सुबिनजी तपाईलाई स्वागत छ। हजुर हजुरलाई पनि स्वागत। हजुर त कलाकार एकदमै भाइरल भइरहनु भएको छ। तपाईकै मुखबाट तपाईको परिचय चाहिँ हाम्रो दर्शकबिनहरुलाई भनिदिनुस् न। मेरो नाम सुबिन घिसिङ हो। म भर्खर नयाँ कलाकारितामा प्रवेश गरेको छु। हजुरहरूले साथ सपोर्ट दिएर अझै पनि मनोबल बढाउन दिनुहुन्छ भनेर म पूर्ण विश्वास गरेको छु। हजुरको घर चाहिँ? मेरो नयाँ घर चाहिँ दोलखा हो, सैलुङमा पर्छ र हालै म बस्दै आएको चाहिँ स्वयम्भू छोकडलनिर हो। कलाकारिता क्षेत्रमा तपाईले प्रवेश गर्नुभएको चाहिँ कति भयो हजुरलाई? भर्खरै हो, नयाँ नै हो भन्नुपर्छ हैन। अब मलाई कलाकारिता त्यति थाहा पनि थिएन। सुरुवात भनौँ न, भर्खर सुरुवात गरेको भन्नुपर्छ। हजुर तपाईको त मुभीहरु पनि अब बनेको छ भन्ने मैले सुनेको थियो। रिलिज चाँडै गर्दैछ भन्ने मैले सुनेको थियो। त्यो फिल्मको बारेमा तपाईले केही सुनाइदिनुस् न। हजुर यस्तो हो, कहानी हो। त्यहाँ चाहिँ हाम्रो कथावस्तुहरू यस्तो छन् कि जस्तै गाउँघरमा घटेको घटनाहरूलाई आधारित गरेर त्यस्तो टाइपमा बनेको फिल्म हो त्यो। हजुर तपाईको त्यो आफ्नै लगानीमा बनाउनु भएको कि अब कुनै साथीहरुसँग मिलेर बनाउनु भएको होला? आफ्नो लगानीमा त भन्नु अलि सक्दैन हेर्नुस्। यसको लागि साथ पनि चाहिन्छ। हाम्रो बुद्ध दाई भन्ने हुनुहुन्छ, उहाँले मलाई लिएर आउनु भएको हो। बुद्ध दाई भन्ने डाइरेक्टर हुनुहुन्छ हैन? हजुर हजुर हजुर। उहाँले त धेरैलाई भाइरस बनाए भन्छ नि त। उहाँले धेरैलाई भाइरल बनाउनु नि भएको छ, बनेको नि। भाइरल पो बन्नुपर्ने है। म त यस्तै हुन्छ, हात नबाजी पो लटाइदिन्छ त्यसो छैन। म त भाइरस पो भनिरहेको छु। अनि तपाईँ उहाँले धेरैलाई भाइरल बनाउनु भएको छ। अनि उहाँले पनि मलाई आउनु त भाइ तपाईँ पनि केही गर्नु भनेर उहाँले मलाई कलाकारितामा प्रवेश गराउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर एकदमै। कहानी तपाईको कहिले रिलिज हुँदैछ काठमाडौँमा? लगभग यो महिनाको 26-27 गतेतिर रिलिज हुने भन्ने कुरा त भइरहेको छ। तर सकेसम्म हामी त्योभन्दा चाँडो नै गर्ने प्रयास गर्ने छु। हजुर आउँदो दिनमा केही योजनाहरू चाहिँ तपाईको के छ? अब योभन्दा आउने दिनमा चाहिँ अब योभन्दा केही राम्रो गर्न सकौँ, राम्रो अभिनय गरेर देखाउन चाहन्छु भन्ने अब आउने समयमा चाहिँ मैले त्यो सोचेको छु। हजुर बालसाललाई त्यो कहानी भन्दा सिरियलहरू कुनै बनाउने चाहिँ तपाईँले अहिले चाहिँ योजना गर्नुभएको छैन? अहिले तत्कालले चाहिँ नभनौँ, अब पछि गएर के हुन्छ त्यो त समयले साथ दियो भने त अवश्य बन्ने नै हाल्छ होइन। अब पहिले हो नयाँ फिल्म रिलिज भएपछि चाहिँ अनि भ्युज लाइकहरू कस्तो प्रतिक्रिया आउँछ दर्शकहरूको त्यो अनुसार हेरेर नि फेरि अर्को मुभी यस्तैहरू बनाउने भन्ने चाहना राखेको छु। धेरै धन्यवाद। तपाईँको रिलिज भइसकेपछि अब धेरै दर्शकले हेरोस् होइन, हामी पनि आउनेछौँ। कहिले रिलिज हुन्छ त्यो चाहिँ हामीलाई पनि भन्नु, अनि साथीहरू पनि धेरै आउला होइन। हजुर हजुर। त्यो मुभीमा चाहिँ कथा कहानीहरू चाहिँ कस्तो कस्तो छ तपाईँको? त्यो मुभीमा कथा कहानी भने यस्तो छ, तपाईँको एउटा गाउँ जस्तो हुन्छ। उहाँको श्रीमान हुनुहुन्छ, श्रीमान हुँदैन, उहाँ बाहिरतिर जानुभएको हुन्छ। अनि त्यसैमा अनि त्यस्तै हल्का रोल छ, त्यस्तै छ, राम्रै छ भन्नुपर्छ। हजुर बाहिर उहाँको श्रीमान गइसकेपछि उहाँ के फर्केर आउने कि उतै विदेशमै रहन्छ कस्तो? होइन उहाँ लास्टमा फर्केर आउनुहुन्छ। त्यसमा चाहिँ बढी लभ स्टोरीहरू छ कि अब हँसाउने खालको अलिक कमेडी खालको चाहिँ कस्तो छ? त्यसमा अब लभ स्टोरी अलिअलि छ, तपाईँको हँसाउने नि भइहाल्छ। हजुर तर त्यो सिरियसमा चाहिँ धेरै छ। रिलिज हुने ठाउँ चाहिँ कहाँ हो दर्शकहरूलाई भनिदिनुहोस् न। यो फिल्म रिलिज हुने ठाउँ चाहिँ हाम्रो सीतापाइला फर्स्टको थापा पार्टी प्यालेसमा हामीले गर्ने जमर्को गरेको छौँ। त्यहीँ हुन्छ हाम्रो पहिलो रिलिज। हजुर अनि दर्शकहरू चाहिँ अहिले चाहिँ तपाईँले यो बजारमा बुझिरहँदाखेरि माहौल कतिको छ, कति आउला जस्तो छ दर्शकहरू? बजारमा मैले यसो माहौल बुझ्दाखेरि 100-150 जतिजना आउँछ जस्तो मलाई चाहिँ लागिरहेको छ होइन। अब त्योभन्दा बेसी नै हुनसक्छ। मेरो अन्दाजमा चाहिँ 100-150 जना आउनुहुन्छ भन्ने मलाई पुरा विश्वास लागेको छ। र हजुरहरू पनि अब मलाई साथ हौसलाहरू बढाउनु लागि हजुरहरू पनि आइदिनु हुनु भने म विनम्र अनुरोध गर्दछु। हजुरहरू सामु आइदिनुहोस्। म नयाँ कलाकार हो, अब त्यति थाहा छैन। अब बोल्नमा केही गल्ती भयो भने माफी पनि माग्न चाहन्छु। कतिपय होइन पुरानो कलाकारहरू होइन यस्तो खालको अब फिल्म बनाउनु सकिरहेको छैन। हजुर तपाईँ त अब नयाँ पनि हुनुहुँदो रहेछ। कति मान्छे भौताडिरहेको छ भने तपाईँ त एउटा
यस्तो फिल्म अहिले भर्खरै आएर पनि अब बनाइन सक्नुमा चाहिँ अब तपाईँले पनि गर्व गर्नुपर्छ। मलाई एकदम खुसी लागेर गर्व लागिरहेछ हजुर। तपाईँ तपाईँको हिसाबमा चाहिँ 150 जना चाहिँ कन्फर्मै जस्तो देखिन्छ। 150 जना चाहिँ कन्फर्म आउँछ भन्ने मलाई धारणा छ। हजुरलाई मैले 150 जनालाई सामु पनि यो कुरा राखेको छ, प्रस्ताव पनि राखेको छ, उहाँहरू आउनुहुन्छ भन्ने पुरा विश्वास छ। हजुर हजुरलाई धेरै धन्यवाद। अब भर्खरकै अब तपाईँ युवा कलाकार हुनुहुन्छ, टिममा हेर्ने दर्शकहरूलाई के भन्नुहुन्छ भन्नुहोस् न यहाँ। अब अन्त दर्शकहरूलाई म के भन्न चाहन्छु भने हजुरहरू आउनुहोस्। म भर्खर प्रवेश गरेको, भर्खर सानो सिडी चढेको अवस्था भन्नुपर्छ। हजुरहरू हौसला साथ र अझै मनोबल बढाउनको लागि हजुरहरूको साथ सपोर्ट चाहिन्छ भन्ने मलाई लाग्छ। हजुरहरू अवश्य एकचोटि आइदिनु होला। हाम्रो रिलिज भएको ठाउँमा सीता पाइला पार्टी प्यालेस फर्स्टको चोकमा हो। हजुरहरू आएर साथ दिनुहुन्छ भने एकदम इच्छा राखेको छु हजुरहरू माझबाट मैले। हजुर धन्यवाद। तपाईँले 150 को अनुमान गर्नुभएको छ, तर अब 200 भन्दा अलिक माथि नै होस् होइन। र तपाईँ आउँदा दिनमा एकदमै सफलताको कामना म बन्न चाहन्छु। हजुर हजुर धन्यवाद। हजुरले त्यति भनिदिनु मलाई धेरै खुसी लागेको छ। यसमा मेन हात भने मेरो बुद्ध दाईले जान्छ। बुद्ध दाई नभएको भए म खासै म यहाँ फिल्ममा छिर्दैन थियो होला। हाम्रो बुद्ध दाई हुनुहुन्छ मेन। धन्यवाद चाहिँ म मेरो बुद्ध दाईलाई दिन चाहन्छु। तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद। यो एकदमै सफलताको कामना छ। र अब तपाईँ लागि नै केही छुटेको केही कुराहरू छ भने दर्शकहरूसँग अब राख्न सक्नुहुन्छ। अब छुटेको भनेको यो अब हजुर आइदिनुहोस्, यसो रिलिज भएको बेलामा हेरिदिनुहोस्, मनोबल बढाइदिनुहोस् र भर्खर नयाँ कलाकारहरूलाई साथ दिनुहोस् भन्न चाहन्छु। धन्यवाद हजुरलाई, धेरै शुभकामना छ। ल दर्शकबिन हेर्नुहोस्, उहाँको कहानी फिल्म चाहिँ अब रिलिज हुँदैछ चाँडै नै। पहिलोको पार्टी प्यालेसमा भिडियो चाहिँ अन्तिमसम्म हेरेर तिलजङ इन्टरटेनमेन्ट च्यानललाई पनि लाइक सेयर सब्सक्राइब गरिदिनु र जे होस् तपाईँलाई कस्तो लाग्छ त्यस्तै किसिमको कमेन्ट्स गर्नु चाहिँ नबिर्सिनु। हस् त धन्यवाद।